आमा बुवा दाजुभाइ दिदीबहिनी लगायत हाम्रा समस्त ग्राहक महानुभावज्यूहरूमा म मेलम्ची राइस एन्ड फ्लोर मिलको प्रोप्राइटर धनबार वस्तुको तर्फबाट शुभ सन्ध्या नमस्कार भन्न चाहन्छु। अहिलेको परिस्थितिमा खानपानको कारणले गर्दाखेरि मानिसहरूलाई विविध खालका चाहिँ प्राणघातक रोगहरू, सुगर, प्रेसर, क्यान्सर, थाइरोइड, मोटु रोग, हार्ट एट्याक, युरिक एसिड लगायत अन्य विविध खालका रोगहरूले आक्रमण गरिरहेको छ। यस्ता रोगहरूले आक्रमण गर्दाखेरि हाम्रो पारिवारिक आर्थिक अवस्था नाजुक बनाउनुको साथै बिरामीलाई बचाउन पनि मुस्किल हुने परिस्थितिको सिर्जना भएको छ। यसको मुख्य जड भनेको मानिसहरूको खानपान नै हो। हामी चाहिँ विविध किसिमका चाहिँ केमिकलयुक्त खानेकुराहरू खाने गर्दछौँ। हामी मात्र होइन, हाम्रा बालबालिकाहरूलाई पनि हामी त्यस्ता जङ्क फुडहरू, रेडिमेड खानेकुराहरू खुवाउनमा हामी चाहिँ एकदम खुसी हुन्छौँ, किनकि यस्ता चिजहरू खुवाउनाले छिटो मिठो बच्चा खुसी हुने अनि हामीलाई पनि अब सजिलो हुने कारणले गर्दाखेरि हामी त्यतातिर चाहिँ बढी चासो राख्ने गर्दछौँ। त्यो गर्नुको सट्टा हामी आफैले चाहिँ आफ्ना बालबालिकाहरूलाई आफ्नै घरमा कुनै पनि खानेकुराहरू तयार गरेर खुवाउँदाखेरि धेरै बेस्ट हुन्छ। त्यसैले गर्दाखेरि अहिलेको परिस्थितिमा मानिसहरूले चाहिँ शुद्ध, मिसावट रहित, लोकल, ताजा, अर्ग्यानिक खानेकुराहरू खोजेर पनि नपाउने परिस्थितिमा यस्ता कुराको केही हदसम्म निराकरण गर्नको लागि अथवा समाधान गर्नको लागि हामीले काठमाडौँको कागेश्वरी नगरपालिका वडा नम्बर 5 थली काठमाडौँमा अर्ग्यानिक उत्पादन गर्ने उद्देश्यले उत्पादन गरी यहाँहरू समक्ष पुर्याउने उद्देश्यका साथ उद्देश्यका साथ हामीले चाहिँ ढुङ्गाको घट्ट सहित ढिकी, जाँतो लगायत धान मिल समेत राखेर चाहिँ लोकल अर्ग्यानिक पिठो, चामल, मर मसला, दाल, गेडागुडीहरू खुवाउने जमर्को गरिरहेका छौँ। यहाँहरूले अवश्य पनि हामीलाई साथ दिनुहुनेछ र आफू स्वस्थ रहनको लागि हामीसँग चाहिँ जोडिनुहुनेछ। यदि हामीले यस्ता कुराहरूमा ध्यान दिएनौँ भने भोलिको परिस्थितिमा हामीले भयानक स्वास्थ्यको समस्या भोग्नु पर्ने देखिन्छ, जसले गर्दा हाम्रो पारिवारिक आर्थिक हैसियत पनि कमजोर हुने र बिरामीलाई पनि बचाउन नसक्ने स्थितिको सिर्जना हुनेछ।